12 1 बज्न आँटेको छ हैन। म चाहिँ कोठाबाट बाहिर निस्किसकेँ। गेट पनि खोल्नुपर्ने हुन्छ। गेट पनि खोलिसकेँ। लागि लाग्छ के गर्छ अब अलिकति यता माथि पुग्नुपर्ने हुन्छ। त म चाहिँ अब हिँड्दैछु। फुटसल गरी 1 घन्टा जति खेल्ने हो अनि आउने हो हैन। कोठामा यहाँ एक्लै हो। फुटसल जाने फुटसल अलिकति खेल्यो भने जिउ अलिकति तन्दुरुस्त हुन्छ नि त हैन। यहाँ बाटोबाट अलिकति म निक्लिसकेको छु। म चाहिँ यता माथि जाँदैछु। माथि जानुपर्ने हुन्छ नि त हैन। यता हरियाली मकै पनि यता त जमेर आउने बेला हुन आँटिसक्यो हैन। ठिकै छ यस्तै छ हैन। म चाहिँ अब के भन्छ म चाहिँ अब यस्तै छ हैन। रोडमा हिँड्यो खेल्नु गयो। म चाहिँ पर्सि गाउँ जाँदैछु हैन। पर्सि आइतबार गाउँ जाँदैछु र यसो गाउँको अर्ग्यानिक भिडियोहरू रहनेछ। हजुरहरूले हेरिदिनु होला। गाउँमा गएर म भिडियोहरू बनाउने छु। यो चाहिँ फर्स्ट भिडियो हो मेरो। गाउँमा पुग्न आँट्यो। हेलो गाइस, फाइनली म चाहिँ फुटसल आइसकेको छु हैन। यही हो फुटसल चाहिँ। तर चाहिँ यता माथि दुईटा छ। यता माथि एउटा भयो यता एउटा भयो र म चाहिँ यसमा खेल्नु लागेको। अब भित्र पस्नु बाँकी छ हैन। पैसा यस्तो पैसा पनि दिन्छ हैन। यो भएर फाइनली गाइस म चाहिँ आइसकेको छु हैन फुटबलभित्र। यहाँ फुटबल नि रहेको छ हैन। यस्तो छ हैन। म चाहिँ यहाँ खेल्न गइरहेको छु गाइस हैन। अब म खेल्छु अब हैन। यसो खेल्छु अब यहाँ फुटबल चाहिँ म खेल्छु ल। बाइ बाइ। हेलो गाइस, म चाहिँ अब फुटबल हान्दैछु पर कोसमा हैन। नाइस। हेलो गाइस, म चाहिँ फुटबल खेलेर फर्किसकेको हो हैन। गर्मी भयो निकै रमाइलो भयो। फुटबल खेलेर फर्किसकेको छु। म चाहिँ अब घरतिर फाइनली घरतिर म फर्किसकेको हो हैन। रमाइलो भयो एक्लै खेल्यो हैन। म चाहिँ अब घर पुग्नु लाग्यो। ठिकै छ हैन। घर खेल्यो फुटसलको गोलले चाहिँ एकदम खुट्टा पोल्दो रहेछ है। बहुत एकदम मेरो चाहिँ खुट्टै रातो भयो है। यो फुटसलको बल खेल्दाखेरि चाहिँ खुट्टा एकदम पोल्ने रातो हुँदो रहेछ है।